साथीहरू नो एबाउट रेसिस्टरको सिरिज नम्बर 1 मा स्वागत छ। आज हामी रेसिस्टरको डिफ्रेन्ट साइज र डिफ्रेन्ट बेस कलरको बारेमा कुरा गर्दैछौँ। सो रेसिस्टरहरू सेम रेसिस्टेन्स भ्यालुको भए पनि कहिलेकाहीँ डिफ्रेन्ट साइजमा हुने गर्छन्। यसको अर्थ चाहिँ के हो भन्दाखेरि ठुलो साइजको रेसिस्टर चाहिँ बढी पावर ह्यान्डल गर्नको लागि युज हुन्छ भने सानो साइजको रेसिस्टर चाहिँ सानो सानो पावर ह्यान्डल गर्नलाई युज गरिन्छ। त्यसैगरी रेसिस्टरहरू डिफ्रेन्ट कलरमा पनि बेस कलरमा पनि आउने गर्छन्, जस्तै ब्राउन अथवा येलोइस, ब्लू, ग्रीन कलरमा हुने गर्दछन्। यहाँ ब्राउन कलरले चाहिँ कार्बन फिल्म रेसिस्टरलाई जनाउँछ, जो चाहिँ सबैभन्दा कमन हुने गर्छ। त्यसको चाहिँ अलिक टोलरेन्स बढी हुन्छ, ±5%। त्यसैगरी ब्लू कलरको चाहिँ मेटल फिल्म रेसिस्टर हो, हाई एकुरेसीको लागि युज गरिन्छ र कम नोइज पनि दिन्छ। त्यसैगरी ग्रीन रेसिस्टर भनेको चाहिँ मेटल अक्साइड रेसिस्टर हो, जुन चाहिँ हाई टेम्परेचर र हाई पावरमा राम्रो काम गर्छ।